हेलो गुड मर्निङ अनि आज चाहिँ हामी बिबिक्यू जान लागिरहेछौँ होइन अनि अहिले चाहिँ यहाँ ट्याक्क रेडी भइसक्यो हामी ल गुड मर्निङ ठिकै छ यार तिम्रो के छ यार नमस्ते पहिले त्यहाँ बेरुकुमा जाउँ त्यहाँबाट सपिङ गरौँ त्यसो चाहिँ आफ्टर लङ टाइम जुन चाहिँ क्रिकेट खेल्नु पनि आउनै छोड्यो फुटसल खेल्न फुटसल खेल्न चाहिँ जहाँ पुग्दैन अनि सपिङ चाहिँ हामीले लसअप गरेको छौँ होइन यहाँबाट मात्रै टन्नै गरेछौँ अनि अहिले चाहिँ रेजीमा अलिकति हाम्रो यहाँ पैसा कति उठ्छ भन्ने कुरो चाहिँ क्यालकुलेट हुँदैछ अनि यहाँ हामी 4 जना छौँ 6 जना चाहिँ अलरेडी गइसकेको छ अनि अब हामी 10:30 चाहिँ बजिहाल्यो 10:30 देखि हाम्रो यो आएको थियो आज हामी 10:30 देखि बेलुका 4-5 बजी फर्किन्छौँ होला लस्ट आएको त 8 वर्ष हुनु अहिलेसम्म एकचोटि गएको छैन है गएको छु एकचोटि चिप गरेर आएको अस्ति साथी फेरि भन तिमी नेपाल कहिले जाने अरे मार्चतिर जाने हो साथी मैले तिमी पनि नेपालबाट आएको कति भयो म 7 वर्ष एकचोटि गएको छैन गएको छु एकचोटि अब मार्चमा जाने हो मार्चमा जाने लगभग 1 घन्टाको ड्राइभपछि अन्ततः हामी बिबिक्यू स्पट हातेमालो हाउस आइपुग्यौँ अरू साथीहरू हामीभन्दा अघि नै आइपुगिसकेका रहेछन् आजको बिबिक्यूको व्यवस्थापन हाम्रो साथी बसन्तले गरेका थिए उनले सबैका लागि चिया र खाजा बनाएर राखिसकेका रहेछन् चिया खाजा खाँदै गर्दा एउटा यस्तो कुरो पत्ता लाग्यो जुन सुनेर तपाईहरू पनि छक्क पर्नुहुनेछ यो हातेमालो हाउसका मालिक तोसायकी शान्त नेपाली चर्चित उपन्यास शिरीषको फुलमा आधारित चलचित्रका निर्देशक हुनुहुँदो रहेछ एकजना जापानी नागरिकले नेपाली चलचित्र क्षेत्रमा यसरी योगदान दिनुभएको कुरा थाहा पाएर उहाँप्रति झन् उत्सुकता जागेर आयो 私はハテマロハウスの伊藤と言います。こんにちは。私はねネパールはたくさん行ってます。30回までは数えてたんだけど、その後何回行ったかちょっともう数えるのが面倒くさくて数えてません。最初に行ったのは2006年でしたね。最後は今年の3月。片2人は上げてますね。それからマイラブも上げてますね。はい。3本のうち2本は今上がってます。シリスコフルもそのうち YouTube に上げます。ですね、ここはネパールの人が、自分たちのカルチャーでみんなでパーティーやったりお祭りやったりするための、日帰りのねバーベキュー場ですね。ここはねクローズな友達同士の、ネットワークの中で、その皆さんの研修所として使ってますから友達が私の電話番号を教えてくれてで私に直接電話ください。それで使えます。はい。車がなくても京成桜駅からバスが出てます。でこの家の前まで止まります。ここはコミュニティバスなのでネパールみたいに天井6ノースといえばそこで止まります。それからバスがいない時には私に電話くれれば私がピックアップします。今日はありがとうございます。はい、ありがとうございました。置いてください。अनि यो तपाईँले भन्दै हुन्छ नि यो चाहिँ हाम्रो चाहिँ हामी नेपाली दाजुभाइहरू मिलेर यसो गेट टुगेदरको लागि नेपाली दाजुभाइ सहकारी प्रतिष्ठान एनबिसिएफ भनेर हाम्रो संस्थानमा
सामान्य खोलेको मात्रै थियो। अबबाट चाहिँ अलि सक्रिय रूपमा समाजमा पनि केही थोरै योगदान गर्न सकियोस् भन्ने तरिकाले यो वर्षबाट चाहिँ अलि फराकिलो तरिकाले जाने भन्ने उद्देश्यले गर्दैछौँ। अनि यसैको फेरि हाम्रो अर्को प्रोग्राम पनि आछिको 15 8 महिनाको 15मा गएर फेरि यहीँ छ। त्यहाँ चाहिँ हामी संस्थापक सदस्य हामी 12 जना छौँ, प्लस अर्को 12-13 जना चाहिँ अर्को हाम्रो प्लस सदस्यहरू हुनुहुन्छ, 28-30 जना भएर यो वर्षबाट चाहिँ अलि अहिलेसम्म चाहिँ हामी संस्थापक सदस्य मात्रै थियौँ। यो वर्षबाट चाहिँ संस्थापक सदस्य बाहेक अरू सदस्य पनि गरेर अझ ठुलो तरिकाले अहिलेसम्म चाहिँ हामीले पनि खासै के गर्छौँ। अबबाट चाहिँ हाम्रो चाहिँ कार्ययोजना बनाएर भिजन अनुसार अगाडि बढ्ने भनेर गर्दैछौँ। अनि अब चाहिँ हामीले यहाँनिर यसो तयारी गर्दैछौँ के को लागि भन्दाखेरि मासु पोलेर खानको लागि होइन। अनि ठाउँ चाहिँ यस्तो छ, एकदम शान्त छ ठाउँ होइन, एकदम शान्त। यतापट्टि बारी नै बारी छ, एकदम पिसफुल भन्छ नि त्यो ठाउँ जस्तो लाग्यो मलाई। अनि हामीसँग हुनुहुन्छ यहाँनिर समीर, एकदम सेन्दाईको पहिलेको राजकुमार हो होइन। चिपामा आइसकेपछि थन्केर बसेको मात्रै हो। अनि कस्तो लाग्यो यो ठाउँ तँलाई, कस्तो लाग्यो भनिदिनु त। अनि तेरो सुरुबाट परिचयबाट सुरु गरौँ न अब होइन। अब तैँले अब तँलाई पो म चिन्छु त। अब यो भिडियो हेर्नेहरूले नचिन्न सक्छन् होइन, सबैले हेर्न सक्छ। मेरो नाम चाहिँ राजु सुनार। अहिले म जापानको चिबामा बसिरहेको छु। नेपालको घर चाहिँ रुकुम पूर्व। तर ठाउँ चाहिँ बवाल। स्कुलको टक्क नेपालकै जस्तो अब उकालो यस्तो के भन्नु डाँडा त म पाहाडतिर जस्तो लागिरहेको मलाई त। Those fish here more than me. Cat gets your tongue when we're talking about what I need. Think you're the silent type. That ain't what I like. I need a man who knows how to speak. Oh, you think you're the silent type, but that ain't what I like. I want a man to keep me company. It's up to me. उसका